नेपालमा चाहिँ अब यो म्यानुफ्याक्चरको इक्जाम हिजोदेखि सुरु भइसकेको छ र त्यो इक्जाममा चाहिँ यो नयाँ प्याटर्नको चित्र आएको छ भन्ने चाहिँ जानकारीमा आएको छ। केही इक्जाम दिने साथीहरूले भन्नुभएको छ यस्तो यस्तो खालको क्वेसन आएको छ भनेर है। त्यसमा चाहिँ कुनै पनि काम अथवा प्रक्रियाको चाहिँ क्रम दिएको हुन्छ। त्यसबाट चाहिँ त्यसमा चित्रहरू दिएका हुन्छन् 3टा 4वटा, त्यसमा चाहिँ कुन चाहिँ हो त क्रम, त्यसलाई क्रम मिलाएर राख्ने भन्ने कुरा चाहिँ छान्नुपर्ने हुन्छ। जस्तै यहाँ एउटा क्वेसन यहाँ छ, छिपखुवागी ख्वाजङको बारेमा। छिपखुवागी ख्वाजङ घर खोजेको प्रक्रियाको यो बारेमा चाहिँ के अरे माथि अक्षरहरू के अरे शब्दहरू दिएको छ। त्यो शब्दहरू चाहिँ क्रमशः सिरियल्ली नै हुन्छ। तर चित्र जुन दिएको छ त्यो चित्र चाहिँ के हुन्छ त दायाँ बायाँ जिगज्याग गरेर दिएको हुन्छ र त्यसमा चाहिँ यो चित्रको क्रम चाहिँ हामीले मिलाउनु पर्ने हुन्छ। जस्तै अप्सनमा एबिडिसिसी एबिडी, 3 नम्बरमा सिबिडिए, 4 नम्बरमा डिबिएसी गरेर दिएको छ नि। यसमध्ये अब चित्रको क्रमलाई हामीले मिलाउने, त्यसपछि त्यो अप्सनहरू छान्ने हुन्छ। जस्तै माथि छिपखुवागी ख्वाजङको प्रक्रिया नम्बर 1 सुरुमा के गरिन्छ त हामीले फुदोङ साने खाँदा हामी के गर्छौँ त फुदोङ सानमा जान्छौँ। फुदोङ साने खाँदाको चित्र कुन हो त यहाँ हेर्नुहोस् सी नम्बरमा के हो त एउटा केटा मान्छे फुदोङ सान देखेकोमा जाँदैछ नि। हो यो चाहिँ के हो चाहिँ फुदोङ सानमा गएको भनेपछि यो 1 नम्बरमा आउने भयो सी नम्बरको है। अनि त्यसपछि छिबुल आराफोदा घरको बारेमा चाहिँ जाने हेर्ने भन्दाखेरि घरको बारेमा जाने हेर्दा चित्र कुन हो त। तपाईँहरूले बुक राम्रोसँग पढ्नु भएको छ भने तपाईँहरूले एकदम सजिलो हुन्छ यो किनकि किताबभित्रकै हो। त्यसरी छिबुल आराफोदाको चित्र कुन हो त यो ए नम्बरको एउटा छोरा मान्छेले त कम्प्युटरमा यसो घरको जस्तो चित्र देखाउँछ स्क्रिनमा होइन भनेपछि त्यो के हो त चित्र के को चित्र हो त छिबुल आराफोदाको भनेपछि 2 नम्बरमा यो आयो। अब तेस्रो प्रक्रियामा के छ छिबुल फोदा घरलाई चाहिँ हेर्ने भनेपछि छिबुल फोदाको चित्र कुन हो त बी नम्बरको एउटा छोरी मान्छेले यस्तो घरभित्र कोठाभित्र लगेर ल यस्तो छ है कोठा खाट छ यो छ यस्तो झ्याल यहाँ भनेर देखाउँदैछ भनेपछि छिबुल फोदा घर चाहिँ हेर्ने भनेपछि 3 नम्बरमा यो आयो है। अनि खेया खाँदा सम्झौता गर्ने चित्र कुन हो त भन्दाखेरि यो डी नम्बरको 4 नम्बरमा के हो त सम्झौता फोदा। एउटा छोरा मान्छे यस्तो के अरे एउटा सम्झौता पत्र जस्तोमा साइन गरिरहेको छ, 2 जनाले हेरिरहेछ होइन। एउटा फुदोङ सानको मान्छे एउटा घर मालिक होला है। त्यसकारण भनेपछि हाम्रो एन्सर कुन हुने भयो त अब सिएबिडी भनेपछि यसको सुन्छ के हो त चित्रको सुन्छ के हो त सिएबिडी। सिएबिडी कति नम्बरमा छ हेर्नुहोस् 2 नम्बरमा छ है सिएबिडी भनेपछि हाम्रो एन्सर कुन हो त सिएबिडी। अहिलेको नयाँ प्याटर्नमा चाहिँ यस्तो खालको आएको छ। यसरी क्वेसन छान्नुपर्ने एन्सर छान्नुपर्ने हुन्छ र तपाईँले किताब अब राम्रोसँग किताबको चित्रहरू याद गर्नुभएको छ भने सजिलो छ, अप्ठ्यारो केही छैन, गाह्रो छैन, त्यस्तो आत्तिनुपर्ने अवस्था केही छैन। ला नयाँ प्याटर्नहरू कस्तो होला के होला भनेर चिन्ता लिनु पर्दैन, सजिलो छ, त्यस्तो गाह्रो छैन र सम्भवतः तपाईँहरूले बुझिसक्नु पनि भयो होला। र आज जसको इक्जाम छ त्यो विद्यार्थी साथीहरूलाई सबैलाई होइन बेस्ट अफ लक, राम्रोसँग दिनु होला, नआत्तिनु होला। क्वेसन सजिलो आउँछ, तपाईँहरूले जुन त्यो ट्याबतिर प्र्याक्टिस गरेको हुनुहुन्छ अथवा पेपर एक्जाममा गरेको भन्दा सजिलै हुन्छ। अब त्यहाँ चाहिँ अब इन्स्टिच्युटमा सरहरूले अलिक अप्ठ्यारो खालको गरोस् न भनेर त्यो खालको पनि गराएको हुनसक्छ, तर फाइनल एक्जाममा सजिलो हुन्छ। 1-2वटा क्वेसन अलिकति यता कता घुमाइदेला, तर तपाईँले राम्रोसँग पढ्नु भएको छ भने त्यसलाई पनि एकदम ध्यान दिएर गर्नुभयो भने अवश्य मिलाउन सक्नुहुन्छ। तर के हो भन्दाखेरि परीक्षा हलमा गएर तपाईँ आत्तिने होइन डराउने चाहिँ गर्नु हुँदैन। धेरै जसोले आत्तिएर डराएर बिगारिरहेको हुन्छ।